निर्ममतापूर्वक हत्या गरिएको छ। विश्वव्यापी आतंकवादीहरूबाट भइरहेका आक्रमणहरूको शिकार हुनबाट नेपालीहरू पनि अछुत रहन सकेका छैनन्। पहलगाम आतंककारी घटनाले हाम्रो छिमेकी मित्र राष्ट्र भारत र पाकिस्तान बीच गम्भीर तनावको स्थिति उत्पन्न गराएको छ। यस घटनाका सन्दर्भमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना भारतीय समकक्षीसँग टेलिफोन वार्ता गर्नुभएको सार्वजनिक भइसकेको छ। तर छिमेकमा भएको जघन्य आतंककारी घटना र विकसित परिस्थितिलाई नजरअन्दाज गर्दै पाकिस्तानको उच्चस्तरीय सैनिक प्रतिनिधिमण्डलले नेपाल भ्रमण गरेको देखिन्छ। भ्रमण पूर्व निर्धारित नै भए पनि वर्तमान स्थितिका बारे संवेदनशील भएर कूटनैतिक कौशलताका साथ तत्कालका लागि भ्रमण स्थगन गर्दै उपयुक्त समयको प्रतीक्षा गर्नुपर्ने आवश्यकता थियो। आफ्नै नागरिक आस्थाका आधारमा आतंकको शिकार भएको सम्मानीय सभामुख महोदय, म एउटा घटनाको यहाँ वर्णन गर्न चाहन्छु। बुटवल निवासी सुदीप न्यौपानेको हत्या भारतको काश्मीरको पहलगाममा भएछ। त्यो बीबीसीले पुरा उसको परिवारको भिडियो लिएछ, अन्तर्वार्ता लिएको छ। त्यो भिडियो हेरेपछि जसको आँखाबाट आँसु आउँदैन त्यो नेपाली हुनै सक्दैन, किनकि त्यस्तो हृदय विदारक घटना थियो। तर सरकारले आफ्नो नागरिकको जीवधन सुरक्षा पनि गर्न चुकिराखेका हुन्छ र उसलाई यदि कसैको हत्या भयो भने त्यसलाई राहत दिन पनि चुकिराखेका छन्, किनकि सरकारलाई त आफ्नै सुविधाबाट फुर्सद छैन त जनताको जीवधन। किनकि त्यो हृदय विदारक घटना किन भन्छु भने त्यसको आमा एकल महिला हो र परिवारको एउटै छोरा थियो। छोरालाई नाउँ सोधी उसको हत्या भएको छ। त्यो बर्बरतापूर्ण कायमको त्यो घटनाको जति भर्त्सना गरे पनि त्यो कम हुनेछ।